हेलो हेलो साथीहरू नमस्ते। आज चाहिँ म एउटा नयाँ रेसिपी आफैले एउटा घरमा बनाउन कोसिस गर्दैछु। हाम्रो दिनचर्या भान्सामा चाहिँ सबैले बनाउनुहुन्छ। यो चाहिँ मेरो चाहिँ सानो प्रयास हो है। आशा छ सबैजनाले हेरिदिनु हुनेछ र मन पराइदिनु हुनेछ। अब यो मैले थोरै मासुलाई काटकुट गरेर रेडी पनि गरेको छु। यतापट्टि चाहिने कुराहरू मैले सबै रेडी गरेको छु। टमाटर, अदुवाको पेस्ट र यता लसुनको पेस्ट नभएर मैले लसुनलाई चाहिँ आफैले सानो पिसमा काटेर यसरी रेडी गरेको छु। यतापट्टि टोमेटो पेस्ट पनि छ र टोमेटो आफैले काटेर हाल्दा पनि भयो र त्यो रेडी गरेको पेस्ट पनि छ है। अब यसलाई चाहिँ सुरु गरौँ है त पकाउनलाई। अब काटकुट गरिसकेपछि चाहिँ पकाउने भाँडालाई यसरी बसाउनु पर्यो चुलोमा। अनि त्यसपछि प्राय विदेशमा बस्नेहरूले चाहिँ इन्डक्सन चुलै युज गर्नुहुन्छ। मैले पनि इन्डक्सनै युज गर्छु। र यसरी भाँडा बसाइसकेपछि चाहिँ तेल हालौँ र तेललाई मजाले एकचोटि खरिन दिउँ। यसलाई मजाले तेललाई चाहिँ तात्तिन दिउँ। तेल पनि मैले हालिसकेको छु, देख्न सक्नुहुन्छ है। तेल त यति चाहिन्छ होला जस्तो लाग्यो मासुलाई। अब तेल तात्तिसकेको छ होइन। अब एज युजुअल तरिका हामीले सुरुमा चाहिँ यसरी चाहिँ यो हामीले काटकुट गरेको लसुन, पियाज, अब अदुवा छ भने त अदुवा पनि हाल्दा राम्रो। अरू केही मासुमा हाल्ने आइटमहरू जस्तै लं, कुमेल के को पेस्ट हुन्छ नि यतिखेरै अब तेलमा टक्क पहिला चाहिँ फ्राई गर्नु पऱ्यो। यसलाई अलिक रातो हुन्जेल भुट्न पऱ्यो। यति गरेपछि हामीले यसलाई बेला बेलामा बिस्तारै यसरी हल्का तरिकाले चलाउनु पनि पर्छ, नत्र भए तल डढ्ने सम्भावना हुन्छ। यो हल्का तरिकाले चलाउनु पऱ्यो। अनि रातो भएपछि चाहिँ यो मासु हाल्नलाई चाहिँ रेडी हुन्छ है। साथीहरू देख्न सक्नुहुन्छ यो चाहिँ रातो भइसकेको छ है। अब यसमा हामीले चाहिँ सितन हाल्छौँ। सितनलाई चाहिँ यसरी काटेर रेडी भइसकेको छ होइन। यो सितनलाई चाहिँ हामी यसरी एकचोटि सर्लक्क पलाएर यसरी हाल्छौँ होइन। अब हालेर हामीले एकछिन यसलाई मजाले भुट्छौँ, चलाउँछौँ। यसको यसरी चलाउँछौँ है। एकछिन यसलाई भुट्छौँ। ओके साथीहरू, अन्तिममा आइपुगिएको छ यो रेसिपीको र मैले स्वादअनुसारको सबै कुरा हालिसकेको छु। टमाटर, बेसार, मसला होइन, आफ्नो स्वादअनुसार आफ्नो चोइस अनुसारको सबैले आफ्नो हालेर खाने हो होइन। अनि त्यसपछि म चाहिँ मासु बनाउँदाखेरि चाहिँ लास्टमा हरियो सागपात चाहिँ हाल्छु होइन। अब हेरौँ है त लास्टमा यसलाई हरियो अब यसको फाइनल कलर हेरौँ है त साथीहरू कस्तो भएछ। मैले साग पनि हालिसकेको छु होइन। यसको यस्तो छ है फ्लेभर। ल यसमा के पुगेन साथीहरू, अझै बेस्ट तरिकाले पकाउने केही तरिका छ भने तल कमेन्ट गर्नु होला। यस्तै भिडियोको लागि सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। थ्याङ्क यू, सी यू नेक्स्ट टाइम।